एन्ड गुड मर्निङ है। आज चाहिँ हाम्रो 3 दिन भयो डे 3 इन चितवन। चिया बिस्कुट अघि नै आइसक्यो, म चाहिँ फ्रेस पनि भइसकेँ। अब हामी बाहिर निस्किन्छौँ एकछिनमा। मलाई बिहान बिहान होइन आर्मीलाई जस्तो के डाइटकै बिस्कुट ल्याउनु हुन्छ कि, यो सेम पहिला आर्मीको बिस्कुट आउँथ्यो नि 3 पिस, सेम त्यस्तै छ के। वर्ष भयो मैले चाहिँ स्कुटर नचलाएको, आज चाहिँ मैले स्कुटर चलाउँदैछु गाइज। अब हामी चाहिँ लाग्यौँ दिदीको घर जुटपानीतिर है। सिधै हामी जुटपानी जान्छौँ अनि त्यसपछि फर्किँदाखेरि बाटोमा अब कहाँ जान्छौँ थाहा छैन। अधिकारी सर चाहिँ एटिएम जानुभयो अनि आउनु पनि भयो है, पैसा निकाल्नु पर्ने थियो। हामी चाहिँ जुटपानी जाने बाटो चाहिँ यो टिकुलीको जङ्गल हुँदै जाने हो। सिधा टिकुलीको जङ्गल पुगेपछि चाहिँ अनि त्यसपछि यो कटेपछि चाहिँ दिदीको घर जाने बाटो आइपुग्छ। जमान हस्पिटल चाहिँ हामी आइपुग्यौँ होइन। दिदीले चाहिँ सिधै बाटोमा आओ डोजरले फरिरहेको छ त्यहीँ हुन्छु म भन्नुभएको थियो। अब कहाँ हो थाहा छैन। ऊ त्यो उभिरहनु भएको हो कि फाइनल्ली गाइस, फाइनल्ली दिदी भेट्यौँ हामीले। फाइनल्ली दिदी भेट्यौँ खोज्दा खोज्दा खोज्दा। हामी त घुम्दा घुम्दा कहाँ पुग्यौँ अनि चाँडी चौकबाट पनि माथितिर गएको क्या, वर्ष भण्डारतिर। यहाँ चाहिँ दिदीहरूको घर बनाउन सुरु गरेको छ होइन, जगसग खनेर। आज चाहिँ पूजाको कार्यक्रम रहेछ, पूजा पनि गरेर भ्याइसक्यो। यहाँ के पाइप हो दिदी? हो खानेपानी पाइप परे होइन यहाँ। ए खानेपानीको पाइप यो घरतिरको होला नि त होइन? कताबाट? अनि हामी त्यसपछि लाग्यौँ दिदीको घरतिर। के लिनु परिगयो रे? ओरिजिनल माछा बनाउँदैछु। काटेन के, तर कस्तो साह्रो हुँदो रहेछ कि यो नकाटिने के, चक्कुले नै नकाटिने। यो चाहिँ लोकल माछा हो है, राप्ती नदीको। माछा काटेर भ्याएर हामी चाहिँ एकछिन साइकल चलायौँ, साइकलमा खेल्यौँ एकछिन। अनि त्यसपछि खानासाना पनि खायौँ। अब चाहिँ हामी दिदीको घरबाट फर्किँदैछौँ गाइज। हामी फर्किन लागेको दिदीको घरबाट। बाई 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 छोरी, बाई दिदी। अब फेरि भोलि पर्सि भेटौँला गाइज। वी आर हियर। यस्तो राम्रो छ नि यो फुलहरू। यता हेर्देऊ। हाउ डु यु फिल? सधैँ देखिरहेको घरको चिज पनि के, घरको चिज सधैँ देखिरहेको रे। ऊ चाहिँ त्यस्तो एक्साइटेड चाहिँ छैन, तर म चाहिँ एकदम एक्साइटेड। फोटो भिडियो खिचेर हामी चाहिँ फर्किने तर्खर गऱ्यौँ। अब यहाँबाट बाटोली ताल पनि घुम्यौँ, सबै घुम्यौँ, एकदमै रमाइलो लाग्यो। त्यसपछि अब हामी फर्किँदैछौँ। चितवन चाहिँ यस्तो रमाइलो छ जस्तो लागेको थिएन मलाई। अनि अहिले चाहिँ यसो घुमेँ, सबै देखेँ नि त, पहिला घुमेको थिएन, त्यही भएर एकदमै रमाइलो लाग्यो। अनि त्यसपछि हामी चाहिँ घरतिर लाग्यौँ। हामी चाहिँ सिधै अम्ब्रेला स्टेटतिर आयौँ। त्यहाँबाट थ्याङ्क यू फर वाचिङ गाइज। अब भोलिको भिडियो लिएर फेरि आउनेछु। फुल भिडियो हेरेर सपोर्ट गर्नुहोला। थ्याङ्क यू।